दाइको लागि मिठो सम्झना के दाइसँग म बसेको चाहिँ कति भयो 2 महिना हुन लाग्यो है हो कि नै दाइ हरेक दिन वाक्क बनाएको छु हो कि नै भन्नु त कता जाने तलतिर कि माथितिर तलतिर ल ठ्याक्कै पुऱ्याउनु है त न हरेक दिन दाइलाई वाक्क गरेको छु कि पैसा माग्दा माग्दा होइन त्यही भएर यादगार चिज बनाउनु पऱ्यो भने दाइलाई चाहिँ एउटा सम्झना चाहिँ होइन भोलि पर्सि अनि यहाँ चाहिँ ठ्याक्क दाइलाई सम्झना चाहिँ यो भिडियो चाहिँ होइन बुढा जहाँसुकै गयो पनि होइन यो भिडियो देखेपछि ए यो भाइ पनि थियो है भन्ने याद चाहिँ हुन्छ के हो दाइ हो भन्नु न झ्याप्पै हो यस भन्नुहुन्छ हो भनिहाल्नु न होइन क्या हो अङ्ग्रेजी बोलिदिने हाम्रो अगाडि हामीलाई अङ्ग्रेजी मात्रै आउनु सुत्न मन लाग्यो के गर्नु नि मामा हाम्रो झ्याप्पा लाएर बस भात खाएर भने आज त झन् बौला होला लाखेन खाँदैन नि त यार यही बाटो जुन बाटो आउनुहुन्छ तर मिठो सम्झना दाइको लागि यो मेरो सानो भिडियो है लफङ्गो हामी दुइटै बेरोजगारी भनिन्छ त यहाँ यो यसमा होइन अर्कोमा ल पछि भेटौँ ल अर्को भिडियोमा अर्को ब्लगमा